हेलो नमस्कार सम्पूर्णमा यतिखेर चाहिँ म गाउँमा आएको छु अनि भाउजूको घरमा आएको। भाउजू चाहिँ घरमा हुनुहुँदो रहेछ। ऊ बारीमा तल्लो बारीमा जानुभछ। म भाउजू खोज्दै बारीमा जाँदैछु है त गाइस। फर्सीको मुन्टा फलेछ। यस्तो छ मेरो गाउँ। म चाहिँ भाउजू भेट्नलाई जाँदैछु। अनार पनि फलेछ है हाम्रोमा। यस्तो अनार चाहिँ अनार फलेछ। केरा पनि फलेछ। केरा केरा हजारे केरा भन्छ हाम्रोतिर। भाउजू कता? दाई बोलिरहनु पर्छ। भाउजू नि सँगै हुनुहुन्छ। को बोल्नु भयो? दाई कि भाउजू? के गर्न लाग्को? भाउजू खोइ? फाइनली म भाउजूहरूबाट पुग्न लागिसकेँ। यहाँ खुर्सानी पनि छ। सबै गोडबाट लगाइसक्नु भयो रहेछ। तल टन्नै करेला लाउनु भयो दाइ भाउजू। भाउजू के भन्नुभएको रे? म आराममा होइन नि, म तपाईँले भेट्न आएको। दाइले आरामै भन्नुपर्छ। अब फाइनल्ली पुग्न लाग्यो। यहाँ चाहिँ चराहरू पनि कराएर छ। दाइले रोप्नुभएको यो चाहिँ हाम्रो मकैको बारी हो। दाइको यो लिचीको बोट हो। यो चाहिँ सिमेन्ट फ्याक्ट्री पर्छ। यो बाटो चाहिँ मुङ्गलिनको बाटो। टाइल घर देखिन्छ। अब यहाँ चाहिँ फुल खेती रहेछ। दाइ भाउजू जस्तो के हो? दाइ चाहिँ काम गर्ने, भाउजू चाहिँ के? दाइको मुख हेर्न आएको कि काम गर्न आएको? यहाँ चाहिँ धनिया रहेछ। अनि यहाँ चाहिँ हजुर म भर आएको। तपाईँलाई खोजेको। घरमा ताल चलाइरहेछ। मैले खाजा खाएर आएको भर्खर। चिया खाम भनेको दुधको चिया गाई। हस् मेरो दाइ भाउजू यदि माया गर्नुहुन्छ खाइस् कि खाइन। मलाई खाजा केही खाएको छैन। भोग लागेको घरमा आएको मान्छे छैन। म बसमा आएको। यस्तो धनिया चाहिँ टन्नै धनिया चाहियो भन्नु होला। यता झार पनि छ। कति गाह्रो हुन्छ काम गर्न हजुरहरूलाई थाहा छ होला नि। पानी आयो। पानी आयो। भाउजू भेट्न आउँदैछु म। यहाँ छाप्रो छ। प्लास्टिकको छाप्रो पनि छ। तर यस्तो अँध्यारोमा यहाँ बाटो के हो? माहलो छाप्रो घरै रहेछ त एउटा सिङ्गै। तर वन बागाउँदैन। एउटा गम्बा हेर यत्रो